परमेश्वरलाई म एकदम धन्यवाद दिनेछु। यो सुन्दर बिहानमा चाहिँ म फेरि पनि हजुरहरूको अगाडि जीवित वचन लिएर आएको छु। जीवित वचन चाहिँ आजको जीवित वचन चाहिँ यस प्रकारको छ। धर्मशास्त्र पवित्र बाइबल यूहन्ना 3:16 को वचन मैले हजुरहरूको अगाडि ल्याइरहेको छु हैन। यो सबै मानव जातिको निम्ति चाहिँ परमेश्वर येशूले यसरी बोल्नु भएको छ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउनु भनेर यस संसारमा पठाउनु भएन। यस संसारमा पठाउनु भएन तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। हालेलुया। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिने छैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ भनेर परमेश्वर येशूले यसरी भन्नुभएको छ। प्रिय मित्रहरू, हजुरहरूलाई यो वचनले आत्मिक आशिष मिलोस् येशूको नाममा। आमेन।